गराउन नसकेर मर्नुपर्ने हुँदै गर्दाखेरि कसैको घरमा पैसा जलेको हामीले देखेका छौँ। म अस्ति भर्खर मात्रै हनुमान झुला पुगेको थिएँ, चितवन क्षेत्र नम्बर 3 मा। त्यहाँ पुग्दै गर्दाखेरि सुत्केरी गराउन नसकेर धेरै महिला दिदी बहिनीहरूले मृत्युवरण गर्नुभएको मैले त्यहाँ देखेँ, थाहा पाएँ। तर यही देशमा एउटा आमा सुत्केरी गराउन नसकेर मर्नुपर्ने हुँदै गर्दाखेरि कसैको घरमा पैसा जलेको हामीले देखेका छौँ। यो विभेदकारी प्रणाली, यो विभेदकारी समाजको समानता कायम गर्नको लागि अब आवश्यक भएको छ र त्यही आवश्यकता पूर्ति गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको भविष्य लेख्नको लागि तपाईहरुको माझमा आएको छ। आज देशको अवस्था हामीले भनिरहन परेन। भ्रष्टाचार गर्ने देशहरूमध्ये 109औं स्थानमा, पासपोर्ट सबैभन्दा कमजोर पासपोर्ट भएको देशको रूपमा आज हाम्रो परिचय बनिरहेको छ। जबकि हाम्रो देश सगरमाथाको देश हो, पशुपतिको देश हो, गौतम बुद्धको देश हो। यस्तो पहिचान भएको देश आज हामी कुन स्तरमा बाँचिरहेका छौँ? अब्दुल कलामले भन्नुभएको थियो देशको पनि पर्सनालिटी हुँदो रहेछ। आज देशको पर्सनालिटी, देशको व्यक्तित्व कहाँ पुगिरहेको छ हेरौँ। आज देशको व्यक्तित्व निकै कमजोर स्थानमा पुगेको कारणले गर्दाखेरि हामी नेपालीहरूको अवस्था निकै नाजुक अवस्थामा पुगेको हामीले देखेका छौँ। त्यसकारणले मलाई यहाँहरूसँग अरू केही आग्रह गर्नु छैन।